नमस्कार यहाँहरू सबैलाई। पूर्ण आशा र भरोसा छ तपाईँहरू सबै मस्त हुनुहुन्छ भन्ने र स्वस्थ पनि हुनुहुन्छ भन्ने विश्वास लिएको छु। यो मानिसको मनमा दैनिक 50 देखि 70 हजार विचारहरू आउने जाने गर्दछ। त्यसमा कहिलेकाहीँ केही विचारहरू केही सोचहरू चाहिँ विशेष रहन्छ। त्यही मध्येमा निकै समय पहिला यस्तै गफ गर्ने क्रममा अन्तर्क्रिया गर्ने क्रममा चाहिँ एउटा विचार आएको थियो। त्यो चाहिँ विचार चाहिँ मैले कसैलाई सेयर गरेको थिएँ अथवा साझा गरेको थिएँ। पुनः त्यो विचार मनमा खेल्न थाल्यो। त्यही विषयमा चाहिँ यहाँहरूसँग यो प्लेटफर्मको माध्यमबाट पुनः साझा गर्ने सोच बन्यो। त्यो विचार के हो त भन्दाखेरि यो धेरै जसो मान्छेलाई रिस उठ्ने बानीले सताइरहेको हुन्छ। अनि यो रिस चाहिँ उठ्ने सही हो कि होइन? धेरै पहिला एकजना साथी हुनुहुन्थ्यो। उहाँ वृद्ध भए पनि मेरो लागि साथी जस्तै हुनुहुन्थ्यो। धेरै कुराहरू हामीले सेयर गर्ने गर्थ्यौँ। अनि उहाँको भनाइ के थियो भन्दाखेरि यो रिस चाहिँ उठ्छ, सधैँ त उठ्दैन, तर विशेष गरेर आफ्नो मान्छे नजिकको मान्छेसँग चाहिँ रिस उठ्छ। थोरै कुरा यताउति गऱ्यो कि रिस उठिहाल्यो। त्यो रिस चाहिँ जहाँ तहीँ उठ्दैन, अथवा रिस उठ्छ तर त्यो रिसलाई चाहिँ तहीँ व्यक्त गरिँदैन। त्यसलाई चाहिँ हामीले एक्सप्रेस गर्दैनौँ। र आफ्नो नजिकको मान्छे जससँग एकदमै आत्मीय सम्बन्ध छ, उसँग चाहिँ हामीले रिस व्यक्त गर्छौँ। त्यही विषयमा उहाँलाई सम्झाउने क्रममा चाहिँ यो कुरा चाहिँ मेरो बोल्ने क्रममा चाहिँ मैले यो विचार राखेको थिएँ। विचार के हो त भन्दाखेरि बुद्धिमानी मान्छेलाई रिस उठ्छ नि भनेर भने होइन। के भन्नुभएको त्यसरी? रिस उठ्ने मान्छे कसरी बुद्धिमानी हुन सक्छ? त्यति बेलै मैले के भनेको थिएँ भने कल्पना गर्नुहोस्, 3 जना व्यक्तिहरू छन्, राम, श्याम र घनश्याम है। अब यो घनश्याम भन्ने मान्छे त्यस्तो व्यक्ति कि कसैले उसलाई डोमिनेट गरेर, उसलाई होच्याएर होइन, उसलाई तल देखाएर कुरा गरेको पनि भेउ पाउँदैन, मेसो पाउँदैन। त्यो मेसो नपाएको भएर उसलाई रिस उठ्दैन। ऊ चाहिँ बुद्धु मान्छे होइन। श्याम भन्ने मान्छे चाहिँ यति चतुर, यति बाठो, यति ऊ छ, बुद्धिमानी छ। कसैले डोमिनेट गरेर होच्याएर बोलेको त धेरै टाढाको कुरा भयो। शरीरको हाउभाउ होइन, अथवा कुनै साथीले उसको फोन कल रिसिभ गरेन भने पनि त्यसको अर्थ लगाई ऊ चाहिँ रिसाउँछ। उसलाई रिस्पोन्स गरेन भने रिसाउँछ, रिस उठिहाल्छ, उसले रिस चाहिँ पोख्छ। किनभने ऊ बुद्धिमानी छ। त्यो मान्छे जसले शब्द मात्र नभएर होइन, उसको फिजिकल हाउभावबाट
रिसबाट पनि कसैले उसलाई डोमिनेट गरेको उसले थाहा पाइहाल्छ, बुद्धिमानी छ ऊ। अनि आजको टपिक चाहिँ मलाई बुद्धु हुनु मन लाग्यो भन्ने हो होइन। अब यो रिसको कुरा गर्दै जाँदाखेरि अब त्यो अर्को व्यक्ति को हो भनेको त्यो राम भनौँ अब एकछिनको लागि, तेस्रो व्यक्ति, त्यो व्यक्तिलाई पनि रिस उठ्छ होइन। कसैले डोमिनेट गरेर कुरा गर्यो, कसैले होच्याएर कुरा गर्यो होइन, कसैले तल देखाएर कुरा गर्यो भने उसलाई पनि रिस उठ्छ। तर उसले त्यो रिसलाई चाहिँ सम्हाल्न सक्छ, त्यो रिसलाई, त्यो इमोसनलाई, त्यो आवेगलाई चाहिँ उसले के गर्छ, प्रत्यक्षदर्शी द्रष्टा भावमा ऊ बस्न सक्छ। त्यसैले ऊ चाहिँ ज्ञानी मान्छे। ज्ञानी हुनुको लागि ध्यान गर्नु पर्ने, ध्यान गर्न चाहिँ यो मनले नमान्ने। त्यसो हो भने बुद्धिमानी भएर बस्दाखेरि, बुद्धिमानी हुँ भनेर दाबी गर्दै गर्दा रिसले त नछोड्ने हो, रिसको लपेटामा परिने भयो। त्यसैले मलाई कता कता त्यो घनश्याम जस्तो बुद्धु हुनु मन लाग्यो। यो रिसले अरूलाई होइन आफूलाई खान्छ। रिसको तीरको चुच्चो दुईतिरै हुन्छ। अरूलाई चोट पुर्याउने मात्र होइन, आफूलाई पनि चोट पुर्याउँछ। कहिलेकाहीँ त त्यो तीर बाहिर जाँदैन, आफूभित्रै बसिरहन्छ। त्यो चाहिँ अन्तर्घुलन हुन्छ, बिख जस्तै। कहाँबाट आउँछ? बुद्धिले मनलाई भन्छ यसले यस्तो कुरो गर्यो भनेर, अनि मनले चाहिँ त्यो रिसलाई समात्छ। भन्नुको तात्पर्य के हो त भन्दाखेरि, कतै हामी बुद्धिमानी छु, हुँ, स्मार्ट छु, धेरै कुरा बुझेको छु भनेर बुद्धिको प्रयोग गर्दै गर्दाखेरि मन पीडामा परेको छ कि भन्ने आशय हो। एउटा रिसर्च अध्ययनले के देखाएको रहेछ भने ती कैदीहरू जो जेलमा छन् 80 to 90% कैदीहरूले चाहिँ 5 मिनट मैले त्यो आफ्नो भावलाई, एङ्गरलाई सम्हाल्न सकेको भए आज म यो जेलमा हुने थिएन भनेर भन्दा रहेछ। अब यो अध्ययन, यो रिसर्च किन मैले सेयर गरेको भन्दाखेरि कतै न कतै हामी पनि मनको जेलको कैदी त भएका छैनौँ। त्यो मनको जेलको कैदी भएको महसुस गरेको भएर मलाई बुद्धु हुन मन लाग्यो भन्ने यो शीर्षकमा चाहिँ आजको मैले भिडियो सेयर गरेको। अबदेखि बुद्धु हुने। कतिले रिलेट गर्नुहुन्छ यो भनाइलाई कमेन्ट गर्नुहोला। थ्याङ्क यू सबैलाई। पुनः स्वस्थ र मस्त रहनुहोस्, जिन्दगीमा रमाउनुहोस्, कमाउनुहोस् भन्दै म बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच यहाँ।